साथीहरु हामी चाहिँ अहिले आइपुग्यौं गोल्डन टेम्पल फुला नमस्ते सबैलाई मेरो भिडियोमा वेलकम छ र तपाईले देख्न सक्नुहुन्छ सबै गाडीबाट निक्लिसक्यो र अब छ म सञ्जीमाया तामाङ तपाईले हेर्नुहुन्छ फेसबुकमा देख्न सक्नुहुन्छ गाइस यो चाहिँ हो गोल्डन टेम्पल र हामी चाहिँ पसिसक्यौं गाइस गोल्डन टेम्पलको नजरिया हेर्नुको लागि र कस्तो रहेछ त हजुरहरुले तपाईहरुले पनि हेर्दिनु होला मेरो भिडियो गाइस म चाहिँ फर्स्ट टाइम आएको कस्तो फिल हुँदैछ भन्ने राम्रो लाग्दैछ गोल्डन टेम्पल में एउटा दोकान रहेछ गाइस यहाँ चाहिँ देख्न सक्नुहुन्छ वस्तुहरु रहेछ गाइस देख्न सक्नुहुन्छ मलाई चाहिँ साह्रै मन पर्यो है अब पैसा त छैन कहाँबाट किन्नु हैन यति राम्रो लाग्थ्यो यो चाहिँ घरमा सजाउनको लागि देख्न सक्नुहुन्छ यति राम्रो लाग्दैछ कति हो पनि दाम त धेरै छ जस्तो लाग्दैछ यो चाहिँ दैलामा लगाउने हुन्छ नि एकजना भिड लागिरहेछ दोकानमा वाउ यता बेसले धेरै यति राम्रो मलाई चाहिँ साह्रै मन पर्यो है गाइस र म चाहिँ डिजाइनको छ यहाँ देख्नुहुन्छ यो देख्न सक्नुहुन्छ 100 रुपैयाँ अरे अम्म यसको यो देख्न सक्नुहुन्छ 100 रुपैयाँ यो 150 रुपैयाँ वाला यो देख्नु यहाँ चाहिँ 200 रुपैयाँ वाला पनि छ यस्तो गरम गाइस जुस खाएको नि त यस्तो गरम लागिरहेछ नि त हेर्नु यहाँ चाहिँ आङी चाहिँ यति लेट गऱ्यो नि त दोकानमा पसेर जुस किनिदियो नि त आङले मलाई चाहिँ हुन्छ यति ठुलो फिल्ड रहेछ नि त यहाँ यताबाट यतासम्म यति ठुलो फिल्ड चाहिँ हेर्नु न बलिउडको फिल्म सुटिङ गर्दाखेरि हिरोइनहरुको हुन्छ नि सुट त्यस्तो जग्गाले फिल हुँदैछ मलाई चाहिँ यो साइडमा चाहिँ यति राम्रो लाग्दैछ गाइस यता चाहिँ भिडियो बनाउनको लागि चाहिँ राम्रो हुन्छ होला रिल्सहरु बनाउनको लागि कति सुन्दर जग्गा हेर्नु न यता चाहिँ छ गोल्डन टेम्पल गाइस वाउ म चाहिँ फर्स्ट टाइम आएको है गाइस यति राम्रो लाग्यो नि आएर अनि म चाहिँ अब भित्र जाँदैछु है यहाँ चाहिँ छ बहिनीहरु दिदीहरु यता पनि हेर्दिनु होला यति राम्रो नजरिया छ हेर्नु होला सबैजना भिडियोमा व्यस्त यता चाहिँ बहिनीको चाहिँ अब फोटोसुट दिदीको रहेछ वाउ हेर्नु सक्नुहुन्छ गाइस फाइनली आइपुग्यो र अब चाहिँ हामी जाँदैछौँ भित्र यता चाहिँ चप्पलको लाइन लागिरहेछ अब कति ठुलो यहाँबाट त हेर्दा त यति ठुलो लाग्दैछ देख्न सक्नुहुन्छ यति ठुलो जग्गा छ नि मान्छेहरु जताबाट बसेर पनि शान्ति अनुभव गर्न सक्छ यो चाहिँ गौतम बुद्धको यो चाहिँ बुद्ध भगवान यो चाहिँ भिड छ फोटो क्लिक गर्नको लागि गले गाइस म चाहिँ ढकेर बसेको एकछिन यस्तो गरम लाग्यो के भन्नु र टाउको दुख्दैछ पुरा टाउको दुख्यो के यत्रो घुरी दुटा चाहिँ हामी दुटा चाहिँ भन्नुले मानेन चाहिँ अस्ति पप्पा पाए अहिले चाहिँ हामी भगवानलाई छे गरेर माने प्रणाम गरेर चाहिँ हामी चाहिँ अब बाहिरको नजरिया फिल गर्नु नजरिया अनुभव गर्नुको लागि निक्लेको छौँ गाइस र यहाँ देख्न सक्नुहुन्छ पछाडि पनि यति राम्रो छ देख्न सक्नुहुन्छ यति राम्रो नि अनि हामी चाहिँ अब यता पनि जाँदैछौँ यता पनि यति राम्रो जग्गा रहेछ हैन गोल्डन टेम्पल चाहिँ यति ठुलो जग्गा छ नि गाइस यति ठुलो नजरिया बलिउड फिल भयो मलाई यता आएर बलिउडमा हिरोइनहरुले फिल्म सुटिङ गर्दाखेरि यतातिर हुन्छ नि त त्यही टाइपको लाग्दैछ गाइस वाउ सक्नुहुन्छ यहाँ चाहिँ टच गर्नु भनेको छैन र यो चाहिँ के को मूर्ति होला यहाँ चाहिँ लेखेको छ चाउचली मेन भनेर लेखेको छ र त्यसको विषयमा त मलाई थाहा छैन गाइस र जति देख्न सकाउँदैछु गोल्डन टेम्पलको विषयमा मैले देखाउँदै जाँदैछु गाइस र सबैजना अगाडि गइसकेको छ र म र बहिनी चाहिँ यहाँ छु बहिनी चाहिँ यता छ र यहाँ चाहिँ नजरिया चाहिँ यति ठुलो नि गाइस अनि यति खूबसूरत यति राम्रो छ नि यहाँ नजरिया देख्न सक्नुहुन्छ अनि हामी चाहिँ अहिले उता अगाडिपट्टि जाँदैछौँ त्यहाँ चाहिँ एउटा ठुलो
छ अरे नि त, ठुलो छ भन्दैछ। अब अगाडिपट्टि चाहिँ के छ मैले चाहिँ देखेकै छुइनँ नि त। सबैले भन्दैछ अगाडिपट्टि नि उहाँ पनि छ एउटा मन्दिर भन्दैछ। अनि हामी चाहिँ जाँदैछौँ गाइस, रो लामो बाटोबाट आएको छौँ नि गाइस। र यहाँ चाहिँ नपसी घर मनै लागेन, त्यसैले म र बहिनी चाहिँ आएको छौँ। अरू चाहिँ आओस् नआओस् हामीलाई मतलब छैन, यहाँ चाहिँ हामी पसेर जाने भन्ने थियौँ। अनि यहाँ 20 रुपियाँ टिकट थियो, बेसी त थिएन नि त। अनि यहाँ पनि नजर यति राम्रो छ नि त, राम्रो लाग्यो। यहाँ चाहिँ मान्छे छैन त्यति साह्रो, तर पनि हामी चाहिँ 2 जना चाहिँ आएको गाइस, किनकि बार मौका मिल्दैन नि त आउनुको लागि, त्यसैले यहाँ पनि पसेर जाने भनेर चाहिँ हामी 2 जना चाहिँ आएको छौँ। देख्न सक्नुहुन्छ। अब भित्र चाहिँ तपाईँहरूलाई देखाउँछ यति ठुलो मूर्ति गाइस, यति ठुलो बुद्ध टेम्पल। यता चाहिँ बहिनी त बधाईहरू। राम्रो झरिरहेको थियो नि, यहाँ देख्न सक्नुहुन्छ, झर्छ नि त यहाँ। अनि त्यसैले अब हेर्नै पाइनौँ गाइस, यति राम्रो थियो, तपाईँहरूलाई पनि देखाउनु पाइनौँ। अनि यहाँ चाहिँ पानी झर्छ नि त उहाँ माथिबाट। अनि कारेन्ट चाहिँ गयो नि त गाइस, कारेन्ट चाहिँ गयो गाइस। र हामी त वेट गर्नु सक्दिनौँ है गाइस, जानुपर्छ, रात पनि पर्नु आँटिसक्यो होइन, सबैजना गइसक्यो अगाडि नै हेरेर। अनि हामी चाहिँ अलिक लेट भयो नि त। अनि यता बहिनी, यता दिदी भाइहरू सबैजना छ। र अब हामी चाहिँ निक्लेको है गाइस घर जानुको लागि। बाई 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 साथीहरू। कस्तो लाग्यो होला भ्लग? राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला। फेरि पनि तपाईँहरूलाई नতুन एउटा भिडियोमा स्वागत गर्दै म आउने छु। र बाई बाई, आजको लागि चाहिँ यति नै गाइस।